साथीहरू सन्चै हुनुहुन्छ? हामी त एकदम झकास, एकदम ठिक छु। र हामी दुई भाइ चाहिँ अहिले मार्केटतिर जाँदैछु, यसो ब्लग सक बनाउँदै। र जाँदै गर्ने क्रममा चाहिँ यसो भिडियो पनि बनाऊँ भनेर भिडियो बनाउँदैछु। र अब के रहेछ होइन, यो चाहिँ जापान हो। जापानको हुङसिङसङ भन्ने चाहिँ सहरमा छु हामी। सहर होइन, गाउँ, सरी, समझ रहे हो ना? गाउँमा छु, हुङसिङसङ भन्ने गाउँमा छु। र यो गाउँमा चाहिँ विभिन्न राम्रा राम्रा घरहरू छन्। हेर्नुहोस्, हरियालीपन। अब यहाँ हेर्नुहोस्, जापानको नरिवलको रुख हेर्नुहोस् है त माथि। सबै चिज पाइँदो रहेछ। फाइनली यो चाहिँ आँपको बोट हो। यहाँ चाहिँ एनी टाइम 12 महिना आँप हो यो चाहिँ। सम्झी कहाँबाट हो? अब हामी चाहिँ नेपाल हुइन्जेल विदेश कहिले जाउँ लाग्छ। जब विदेश आइसकेपछि चाहिँ नेपाल कहिले जाउँ भन्ने मनमा आउँदो रहेछ। अब यो होइन, अब यो अहिलेको यो यङ जेनेरेसनमा नेपालमा हुने दाजुभाइहरूलाई के भन्न चाहन्छु भने विदेश आउनु राम्रो हो। विदेश आउनु राम्रो हो र विदेशमा चाहिँ अब आएर दुःख गर्न सक्यो भने राम्रै हो, दुःख गर्न सकेन भने चाहिँ काम छैन। जापान, अस्ट्रेलिया, अमेरिका, चाहे मलेसिया नै किन नहोस्। समझ रहे हो ना? जागै नै गाह्रै छ। र यो जापानमा चाहिँ धेरै राम्रो चाहिँ फेसिलिटीहरू छ। हिँड्ने सुविधा दामी छ। केरा हेर्नु गएछ, केरा बललमा जे हुन्छ सबै फाल्टुदेखि लिएर तरकारी आमा यो ठाउँमा सबै सुविधा छ, सबै चिज पाइन्छ। दुःख चाहिँ जहाँ गए पनि गर्नै पर्छ। र फाइनली अब आइपुग्नु मार्केट पुग्न लाग्यो। अब हामी चाहिँ खास गरी कपाल काट्नु जाँदै हो। अब कपाल काटेपछि फर्केर पनि अब यसमै जोड्नलाई एउटा सानो क्लिप बनाउँछौँ। फाइनली ठ्याक्कै कपाल काट्ने ठाउँमै आइपुग्यो हामी चाहिँ। ल हेर्नु होला, कपाल काट्ने मान्छे चाहिँ उहाँ नै हो, मेरो पनि काट्ने नै हो। अहिले हामी दुईजना आएको छ र कपाल काटेर सकेपछि पनि देखाउनेछु म है। हामी कपाल काटेर ठ्याक्कै मार्केटतिर घुम्दैछौँ। अब मार्केट घुमेर अब रुमतिरै फर्किनुपर्छ। अब खाजा चाहिँ खाएर रुमतिरै फर्किन्छु। मार्केट चाहिँ यस्तो छ है गाइस, मार्केट एरिया।
हामी चाहिँ खाजा खानलाई खाजा खाने ठाउँमा आइपुग्यौँ। हामी खाजा साजा खाएर लाग्दैछौँ रुमतिर, होस्टेलतिर। यो चाहिँ यहाँको मार्केट एरिया चाहिँ मार्केट एरिया हो। यो जापानको 99 मार्केट एरिया हो। यो आजको छुट्टीको दिनदेखि यसरी नै बित्यो, रमाइलो छुट्टी गयो। अब भोलिदेखि आइपुग्छ त। अब भोलिदेखि फेरि ड्युटी सुरु, काममा जाने, आउने, सुत्ने, खाने, बस्ने, आइतबार नआउँछन्। अब जाँदैछौँ हामी रुमतिर। गाइस त्यो चाहिँ हाम्रो होस्टेल हो है, त्यो चाहिँ हाम्रो होस्टेल हो। हामी मार्केट गएर कपाल सपाल काटेर अब होस्टेलतिर फर्किँदैछौँ। लाग्यो आजको भ्लग यसमै समाप्त हुनेछ र नेक्स्ट टाइम फेरि अर्को लिएर भ्लग बनाउँला, अर्को लिएर आउँला। यो भिडियोलाई राम्रोसँग हेरिदिनु होला र माया गरिदिनु होला, लाइक सब्सक्राइब यसो मन पऱ्यो भने यसो प्रतिक्रिया पनि दिन नबिर्सिनु होला कमेन्ट बक्समा। हस् है, धन्यवाद। ओके, लभ यु अल।